क्या हो नुनै लागेन हाल्नु पर्छ यिनीहरूले यतिको तारिफ नगर्दाखेरि कुटै खाइहाल्नुहुन्छ नि घर फेरि पकाउने मान्छे नै भएन यहाँ हाल्नु गाइस कति धेरै भात लिएर बस्नु पर्छ के छ गाइजहरू टक्क म चाहिँ आज बजारतिर निस्केको थिएँ कि ढिलो आएको बुढी रिसाएर के भन्छ र हाकार मचेको छ हाकार हेर न के छ कुनि त भित्तामा त्यही भित्र मात्र हेर्छ हेरेरै लडाइदिने जस्तो छ बुढी हेलो हेलो आज आ रही है क्या हो 5-10 मिनट ढिलो आएको त हो नि म जम्मा मलाई 10-11 मिनट ढिलो हुन्छ 9 बजी भर्खर 8 बज्दैछ भात सब्जी चाहिँ पकायो सबै गऱ्यो क्या हो बुढी मेरी प्यारी बुढी पुक्ली बुढी जत्ते बुढी तैँले जत्ते बुढी मेरी बुढी ल फेरि के अरे बरु एउटा आसनमा बस्छ अहिले राम्रो देखि भयो भयो बरु एउटा ओम नमः शिवाय भनेर आसन गर यसरी हेर तिम्रो लागि मैले अम्मक ल्याएर आएको छु कति मिठो छ यो अम्मक अलिक बेग्लै खालको छ क्या खाँदाखेरि गुलियो हुन्छ यो क्या अम्मक पनि लग्यो रिसाउनु पनि छाडिनु आउनु बुढी आऊ जामा लाउने बाइकको काम छैन डिस्टर्ब गर्छ यार कहिले पनि त लामो छ क्या कहानी म ढिलो आउनेमा जाँदै थिएँ साइकलको टायरमा पम्प सक्यो पम्प खोज्दा खोज्दै गयो 20 मिनट मिठो रहेछ ल हाँस्दा हाँस्दै हेर त कस्तो कन्भर्ट हुन्छ भोलि कतिखेरसम्म ल रात रहेछ न आपे के छ बुढी खै भगवान्ले औँसीका दिन बनाउँछन् कि क्या छोरी भन्ने जातलाई चाहिँ धुम्मिएको हुन्छ होला त्यही भएर धुम्मी गर्ने है होइन सबै पो त साह्रै गलत ठाउँमा बसेछ हेर त गाडी नै मात्र बुढी लाउन त लु खाऊ बाबा मुख धोयो हिजो कि आजै हो अह पढ्नुपर्ने अब हेर त माम खाम भोक लाग्यो त यो मैले नयाँ थाल किनेर ल्याएको छु हेर न छोप्ने मात्र यसमा चाहिँ हुन्छ हुँदैन खा हेर बुढीले बोडी मासु यस्तो लु नापेरै ल्याएको थिएँ क्या मैले मामको कुकरमा कति थुक्छ नि क्या हो यो के को अचार ओहो यो चाहिँ के पौडी खेल्नको लागि पानी जमा अरे कि नाक डुबी हान्नलाई भरे भट्याक गर्नलाई फेरि बुढी के होइन हौ त्यहाँ त आफन्त खानु होला 6 बजी हिँडेर 7:30 आउँछु भन्दै के अरे फेरि अझै किताब पनि निकाल्यो भने कि पढ्न गनी बस्यो कि पढ्यो पनि के पढ्यो लु भन त पाठको नाम यही पढेको एउटा गुणस्तरीय शिक्षा भन्ने नि होला कहाँ ए शैक्षणिक योजना पाठ हेर त पढ्छु नि किताब निकालेर मात्र बस्यो कति राम्रो देखियो के लु त लु 5 बजी
आज त त्यो ढिलो हुन्छ यो खोइ पाठ्यक्रम पायो हेर न बुढीले लाइसेन्सको एक्जाम दिन आँट्यो कि किताब छ यत्रो ऊभन्दा मोटो मोटी नै छ हो नहेर्दा हुन्छ धेरै त्यही 80 कै त छ नि ए 82 केजी हो बुढो भन्दा मोटी छ बुढी म त 70 पनि छैन 68 केजी तपाईँ हैन बुढीसँग बिहे गरेपछि 1 केजी बढेछु कहाँबाट गाली खाएर बढेको होला ला बुढी तिम्रो त नाकमा फुली छ त के मुन्द्री हुन्छ छिटो न तिमी पनि यहाँ लाउ न यहाँ आउँदिन आए उयो क्या उ त्यो ऊ चाहिँ बाल्टीको माथिको सामान ड्रमको त्यो निकालेर छिटो न भात पस्किनु ए म त नआएँ तिमीले पस्के कति मिठो हुन्छ नि त यति क्युटी बेबीले बुढीले पकाएको छ मैले बिहानभरि पकाएँ अब त खै मसँग अब मेरो बुढाले यहाँ भात पस्किनुहुन्छ खै एक्सर्साइज गर्छु भात गर्नको लागि चाहिन्छ नि त बल यो नाटकै गरे जस्तो भयो कि हुन्छ यस्तो गर्दैन खुलेर फाइट म कति राम्रो छु क्या हेर्नु टिको लाउनु बिर्सेर मात्रै हो क्या मैले थोरा थोक पकाएको छैन आज त तपाईँ पस्किँदै गर्नुहुन्छ ल भात त तातो छ त भात त सेतो छ त्यो अचार छ नि त्यहाँ घी त पकाइदियो कुकरमा भर्सी नै नदिइकन हालिहाल्छ म त थोरै दिनु है भातै खान कहाँ 80 केजी मेन्टेन गर्नुपर्ने घटिहाल्छ कोही कति भात छ तयार हुन्छ फेरि पुग्छ भात चाहिँ ए इनफ पुग्छ बाटो हिँड्नेलाई दिन पनि पुग्छ यहाँ पर्दा हेर्नु ल तन्दाको त गरिबी लागेको छ यस्तै फेरि गरिबी बोराको लागाखेरि तिमीले मैले तन्दाको भात हेर्नु भात पस्किँदै जान त्यो ज्ञानी हुनुहुन्छ है पकाएको भात पस्केर दिनुहुन्छ खाना पनि आफै खान्छु कति सजिलो छु म पनि आफै यहाँ गर्छु सबै थगै छ यहाँ अम्बक पनि छ नि कति राम्रो अम्बक छन् कागती पनि छ खान्छ कागती खाने नि खानु यहाँ दालहरू पानी अनुहार देखिन्छ क्या बुढी मेरो देखिँदैन छिटो हेरौँ अनुहार देखिन्छ कति मिठो छ त्यो दाल हेरौँ म पढ्न लागेको थिएँ यहाँ थपक के अरे खुरुक्क डिस्टर्ब गर्न आइपुग्नु होला कति धेरै पर्छ म लाइसेन्समा नाम निकाल्नु छैन केही त खोर्सानी नै थिएन हेर्नु उसलाई मिठो लाग्छ अचार चाहिँ म त थोरै खाने भनेको गाडी कुदेर सुनिँदैन कस्तो राम्रो छैन धुम्मेको छ आज त बाहिर अचार उता खोर्सानी निकाल्नु एउटा हो त्यो त्यति हो तर मैले चिया पनि खाइन हो यस्तो म त खाएँ पानी त बस्नु यहाँ एक भाँडा लिएर बस्नुभएको छ बनाउँदै गर म खाँदै गर्छु मलाई पनि खाइदिनु 100 रुपियाँ गोटाए एकचोटि चम्चीले खाएको नुनै लागेन हाल्न बिर्सेन अहिले यतिको तारिफ नगर्दा फेरि कुटै खाइहाल्नुहुन्छ नि घर फेरि पकाउने मान्छे यहाँ हाल्नु गाइस कति धेरै भात लिएर बस्नु पर्छ अचार कस्तो छ मन मस्त मगन छ म खोर्सानी नि खान्छु यो अचार नि खानु मोबाइल चाहिँ सिधा बनाउने क्या गाडी यति राम्री हुनुहुन्छ जुठै चम्चीले निकाल्यो कोही छैन भने खाना आउने ल भातको एन्ड हुन आँट्यो यहाँ बुढी अघि 2 केजी मटाइसक्यो हेर अघिभन्दा मटाइहालिने बुढी आई लभ यु
दाल उब्रियो ल खान्न अमन भयो मलाई यहाँ यो मलाई झ्याल साह्रै अलक्षिण छ जतिखेर लाइट आएर हेर त तिमीमाथि मोबाइल उस्तै जस्तो छ र भात खाने काम समाप्त भइसक्यो कहाँ हेर्दैछु म यस्तो छ नि त फेरि मोबाइलै उल्टो समाएपछि त्यो बुढीको सङ्गतले होला यस्तो हो के पर्छ लु मलाई त धेरै बोल्नु पनि आएन मान्छेले भ्लग कसरी बनाउँछ न यति लामो हाच्छ्याउने आँट्यो लु हरे राम वाट टाइप अफ मुख इज दिस ल बुढी ल छाडिदिउँ ल बाई